अनि भोलि 1 गतेबाट यी सबै संस्थाहरू बन्द हुँदैछन्। यहाँ रोजगारी पाइराखेका करिब 30-40 हजार जना व्यक्तिहरू पनि भोलिबाट बेरोजगार हुँदैछन्। तसर्थ उनीहरू एक्स्ट्रा टाइम गर्छन्। कसैलाई पनि बिहान 6 बजे उठेर ब्रिज कोर्सको ढोकासम्म पुगेर एक्स्ट्रा क्लास गरेर बेलुका पनि 9-10 बजेसम्म परिवारलाई भेट्न जाने इच्छा हुँदैन। त्यो शिक्षकलाई पनि हुँदैन। र बेरोजगार हुने ती जति पनि कर्मचारीहरू छन् ब्रिज कोर्समा र सञ्चालकहरूको पनि जसको व्यापार भोलिबाट बन्द हुँदैछ, त्यसको हिसाब किताब कति हुन्छ, त्यसले आर्थिक भार राज्यलाई कति पार्छ, कति नेपालीहरू फेरि विदेशिन बाध्य हुन्छन् भन्ने कुरा पनि हामीले लेखाजोखा गर्न जरुरी छ। समग्रमा भन्नुपर्दाखेरि 60,000 देखि 80,000 जनाले नेपालबाट अमेरिकाको लागि मात्र भिसा अप्लाई गर्दो रहेछन्। र भिसा एप्लिकेसन फीलाई हामीले औसत 25,000 राखौँ, जुन 23,000 देखि 25,000 को रेन्जमा छ। 25,000 राख्दाखेरि मात्र यदि यो नम्बरलाई लिने हो भने करिब 1.5 अर्ब जस्तो हामी भिसा एप्लिकेसन फी मात्रै दिइराखेका छौँ। 6-7 हजार जना विद्यार्थी पढ्नलाई गइरहेका छन् र त्यसको हिसाब निकाल्दाखेरि करिब 20 अर्ब जस्तो आउँछ। नेपालबाट विदेशिने विद्यार्थीहरूले अरबौंमा विदेशमा पैसा जम्मा गरिरहेका छन्। कारण के भने उनीहरूलाई उच्च शिक्षा राम्रो चाहिएको छ। गर्दाखेरि तत्कालीन सरकारले पनि आफ्नो चिन्जानको, आफ्नो बलबुतोको हिसाबले, कसैले भारतमा, कसैले अन्य देशहरूमा चिन्जानको हिसाबले चाहिँ आफ्ना छोराछोरीहरूलाई, नातागोता पर्ने मान्छेहरूलाई पढ्न पठाएका थिए। तपाईले पनि के गर्नुभयो भने एउटा आन्दोलनमा घाइते भएको व्यक्तिलाई MBBS को छात्रवृत्ति दिनुभएको छ। आन्दोलनको घाइते हुनु छात्रवृत्ति पाउने तरिका होइन। यसको इन्ट्रान्स छ, त्यो एक्जाम पास हुनुपर्छ, मेरिट लिस्टमा पर्नुपर्छ, त्यसपछि तपाईले पाउनुहुन्छ। नमस्कार, नयाँ वर्ष 2083 को यहाँहरू सबैलाई मङ्गलमय शुभकामना। यो नयाँ वर्षको आगमन सँगै हामी सबैले ठुलो ऊर्जा सहित नयाँ सपना बोकेका हुन्छौँ र मुख्य कुरा यी सपना पूरा गर्नका लागि हामीलाई पैसा नै चाहिन्छ। नेपालमा नयाँ सरकार बनेको छ र नयाँ सरकार सँगै हाम्रा नयाँ आशाहरू पनि पलाएका छन्। तर ती आशाहरू सँगै सरकारका केही यस्ता निर्णयहरू पनि आएका छन् जुन निर्णयले दीर्घकालमा के साँच्चीकै नेपालीहरूलाई सकारात्मक दिशातर्फ लैजान्छ त भन्ने पनि प्रश्न उठेको छ। म आज कुरा गर्नेछु शिक्षा र स्वास्थ्यसँग जोडिएका विषयलाई मात्रै, किनभने ती विषयमा मेरो पनि विशेष चासो छ। माननीय शिक्षा मन्त्रीज्यूले विगत 2 हप्तामा केही यस्ता निर्णयहरू गर्नुभएको छ जसबारेमा मैले यो भिडियो बनाउन जरुरी ठानेको छु। सर्वप्रथम त हामी कुरा गरौँ भोलिबाट नेपालको ब्रिज कोर्स बन्द हुँदैछ र यो निर्णय आफैमा एउटा विवादित निर्णयका जसरी पब्लिकले लिएका थिए। 2 हप्ता अगाडि यो निर्णय आउँदै गर्दाखेरि सुरुमा उच्च शिक्षासम्मको अथवा SLC पछिको सम्पूर्ण ब्रिज कोर्सका कोर्सहरूलाई चाहिँ बन्द गर्ने भन्ने निर्णय आएको थियो। केही आलोचना भइसकेपछि त्यसलाई SLC पछिको मात्रै +2 पछिको होइन भन्ने कुरा आयो। सर्वप्रथम यो विषयसँग जोडिएर हामीले के भन्नुपर्छ भने भोलि 1 गतेबाट यी सबै संस्थाहरू बन्द हुँदैछन् र यी संस्थाहरू बन्द हुँदै गर्दाखेरि त्यहाँ रोजगारी पाइराखेका करिब 30-40 हजार जना व्यक्तिहरू पनि भोलिबाट बेरोजगार हुँदैछन्। यो निर्णय कस्तो छ त, सही छ वा गलत, यो आफ्नो मूल्याङ्कन गर्न पाइएला। तर म एकजना विद्यार्थी भएर पनि र अहिले यो विषयमा शिक्षाको क्षेत्रमा चासो राख्ने व्यक्ति भएका कारणले गर्दाखेरि पनि म आफ्ना विचारहरू राख्न चाहन्छु। सर्वप्रथम त मैले आफ्नो SLC कैलालीबाट दिएर आएँ। बोर्डिङ स्कुलमै पढेको थिएँ। मलाई SLC पछिको ब्रिज कोर्सले विशेष गरी अङ्ग्रेजी सिक्नमा थुप्रै मद्दत गरेको थियो र +2 साइन्ससँग जोडिनका लागि पनि थुप्रै कुराहरू मैले सिकेको थिएँ। हाम्रो देशमा भएको पाठ्यक्रम र अझै भन्दै गर्दाखेरि चाहिँ काठमाडौँसँग अन्य क्षेत्रहरूलाई जोड्दाखेरि समस्या विकेन्द्रीकरणमा देखिन्छ, समस्या ब्रिज कोर्समा देखिँदैन। र हामी जुन प्रजातान्त्रिक मुलुकमा छौँ, जहाँ हामी डेमोक्रेसी प्र्याक्टिस गरिरहेका छौँ, यहाँ निषेध र बन्द भन्दा पनि यहाँ प्रोत्साहन गर्ने, नियमन गर्ने र नियमन गर्दाखेरि जो दायरामा आउनुभएको छैन उहाँहरूलाई कारवाही गर्ने हो। सिङ्गो ब्रिज कोर्स बन्द गर्न जरुरी छ जस्तो लाग्दैन, किनभने अझै पनि दूर दराजका जति पनि नेपालीहरू छन् उनीहरू काठमाडौँ आउनु अथवा सहरमा झरेर त्यो ग्यापको पिरियडको समयलाई चाहिँ युटिलाइज गरिरहेका थिए। करिब हाम्रो बेलामा 2-3 महिनाको समय ग्याप हुन्थ्यो, अहिले त्यो घटाइँदैछ भन्ने पनि सुनेका छौँ। तर त्यो ग्यापको पिरियडमा के गर्ने त भन्ने गर्दाखेरि थुप्रै कुराहरू सिक्न पाइन्छ। र सँगै हाम्रो एउटा जेलसीको प्रवृत्ति पनि देखिन्छ पब्लिकमा पनि, चाहे त्यो शिक्षकले एक्स्ट्रा टाइम काम गरेको होस् अथवा चाहे त्यो चिकित्सकले एक्स्ट्रा टाइम काम गरेको होस्, उनीहरूले किन गरिरहेका छन् भन्ने पाटोतिर हामी कहिले पनि जाँदैन। नेपालमा पढाउने अधिकांश शिक्षकहरू कुनै एउटा संस्थाबाट पाएको स्यालेरीका कारणले गर्दाखेरि आफ्नो जीविकोपार्जन र परिवार धान्न सक्ने अवस्थामा छैन।
तसर्थ उनीहरू एक्स्ट्रा टाइम गर्छन्। कसैलाई पनि बिहान 6 बजे उठेर ब्रिज कोर्सको ढोकासम्म पुगेर एक्स्ट्रा क्लास गरेर बेलुका पनि 9-10 बजेसम्म परिवारलाई भेट्न जाने इच्छा हुँदैन, त्यो शिक्षकलाई पनि हुँदैन। तर नेपालमा सर्भाइभ गर्नका लागि, थ्राइभ गर्नका लागि यति दुःख गर्नै पर्नेछ। हामीले स्यालेरी कसैको पनि बढाएका छैनौँ। एक संस्थामा पढाउँदै गर्दाखेरि अन्यतर्फ पढाउन नपाउनु पर्ने भन्ने खालको एउटा भाष्य स्थापित गरेका छौँ। लुट्नका लागि शिक्षकहरूले गरे भन्ने खालको हामीले भाष्य स्थापित गरेका छौँ। सम्भवतः त्यसलाई हामीले अलिकति फरक किसिमले सोच्ने बेला पनि आएको छ र विशेष गरी मन्त्रीज्यूले पनि यसमा चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ। भोलिबाट बेरोजगार हुने ती शिक्षकहरू र बेरोजगार हुने ती जति पनि कर्मचारीहरू छन् ब्रिज कोर्समा र सञ्चालकहरूको पनि जसको व्यापार भोलिबाट बन्द हुँदैछ, त्यसको हिसाब किताब कति हुन्छ, त्यसले आर्थिक भार राज्यलाई कति पार्छ र समग्रमा यो निर्णयका कारणले गर्दा कति नेपालीहरू फेरि विदेशी बाध्य हुन्छन् भन्ने कुरा पनि हामीले लेखाजोखा गर्न जरुरी छ। म माननीय मन्त्रीज्यूलाई जो उमेरमा मभन्दा कान्छो हुनुहुन्छ तर हामीले धेरै अपेक्षा पनि गरेका छौँ, उहाँले यस बारेमा फेरि पुनर्विचार गर्नुपर्ने छ कि जस्तो पनि लाग्छ। र हामीले ब्रिज कोर्स त बन्द गऱ्यौँ र सँगैसँगै एडमिसन फी पनि नलिने भन्दै शैक्षिक संस्थाहरूलाई चाहिँ हामी पेलिराखेका छौँ। पब्लिकहरूलाई सुन्दा मजा आउँछ किनभने खर्च घटाइदियो हाम्रो, हामीले हाम्रा विद्यार्थीहरूलाई अब सस्तोमा पढाउन पायौँ भन्ने खालको एउटा भ्रम चाहिँ सिर्जना हुन्छ। म यसलाई भ्रम किन भनिराखेको छु भने म तपाईँलाई एउटा तथ्याङ्क भन्छु। नेपालबाट गत वर्ष मात्रै संयुक्त राज्य अमेरिकामा भिजा अप्लाई गर्नेको नम्बर 48,100 जना रहेछ र करिब 13,000 भन्दा बेसी विद्यार्थीहरूले चाहिँ अध्ययनको सिलसिलामा भिजा अप्लाई गरेका रहेछन्। समग्रमा भन्नुपर्दाखेरि 60,000 देखि 80,000 जनाले नेपालबाट अमेरिकाको लागि मात्रै भिजा अप्लाई गर्दो रहेछन्। रिजेक्सन रेट हाई छ र भिजा एप्लिकेसन फीलाई हामीले औसत 25,000 राख्यौँ, जुन 23,000 देखि 25,000 को रेन्जमा छ। 25,000 राख्दाखेरि मात्र यदि यो नम्बरलाई लिने हो भने करिब 1.5 अर्ब जस्तो हामी भिजा एप्लिकेसन फी मात्रै दिइराखेका छौँ। र सँगैसँगै ती इन्स्टिट्युटहरूमा पढ्नका लागि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी तथा विद्यार्थीहरूले चाहिँ एउटा सेमिस्टरको एउटा कोर्सको लागि पनि केही नभए पनि 8-10 हजारदेखि लिएर 30-40 हजारसम्मको पनि फी तिरिराखेका छन्। समग्रमा भन्नुपर्दाखेरि कतिले पहिलो सेमिस्टर पछिको फी त उतै गएर कमाएर पनि तिर्ने गरेका छन् भने जुन सुरुवाती तौरको पैसा हुन्छ 10 देखि 20 लाख मिनिमम नलिने कोही पनि छैन। यदि यो अप्लाई गरेको स्टुडेन्ट भिजा मध्येबाट आधालाई मात्रै हामीले जोड्ने हो भने जुन चाहिँ 50% भन्दा बेसी रिजेक्सन रेट छ, त्यो हेर्दाखेरि पनि 6-7 हजार जना विद्यार्थी पढ्नलाई गइरहेका छन् र त्यसको हिसाब निकाल्दाखेरि करिब 20 अर्ब जस्तो आउँछ। र अहिलेको भिजा एप्लिकेसन फी छुट्टै छ। म एउटा देशको मात्रै कुरा गर्दैछु, संयुक्त राज्य अमेरिकामा अप्लाई गर्नेहरूको। अस्ट्रेलिया, युके जहाँको भिजा एप्लिकेसन फी नै 50-60 हजार भन्दा माथि छ। अहिले त पाउन्डको प्राइसले केही फेरबदल भएको होला। मेरो यो तथ्याङ्क फेरि एक्ज्याक्ट नम्बरमा तपाईँ नजानु होला, आफूले पनि केही रिसर्च गर्नु होला किनभने म यहाँ नम्बर होइन भाव बुझाउन खोजिरहेको छु। नेपालबाट विदेशी नै विद्यार्थीहरूले अरबौँमा विदेशमा पैसा जम्मा गरिरहेका छन्। कारण के भने उनीहरूलाई उच्च शिक्षा राम्रो चाहिएको छ, खर्च गरिराखेका छन्। र हाम्रो अबको शैक्षिक नीति भनेको चाहिँ सबैको प्राइस घटाउने भन्ने होइन, त्यो लिएको मूल्य अनुसार, त्यो लिएको शुल्क अनुसार क्वालिटी अपग्रेड भएको छ कि छैन। अझै सकिन्छ त ग्लोबल मार्केटमा कम्पिट गर्नका लागि हामीले ओभरअल क्वालिटीलाई नै इन्हान्स गर्नुपर्नेछ, हाम्रो कोर्समा फोकस गर्नुपर्नेछ। र हाम्रै देशमा पनि विदेशबाट पढ्न आउने, नेपालमा पढ्न आउन सक्ने के सब्जेक्टहरू हुन्छन् त्यहाँ फोकस गर्नुपर्नेछ। त्यस्ता विषयहरूलाई हामीले अनुबन्धन गर्दै लैजानुपर्नेछ। विश्वविद्यालयहरूमा हामीले फोकस गर्नुपर्नेछ। यदि त्यो गरेको खण्डमा भोलिको दिनमा यो पनि एउटा आय आर्जनको स्रोत हुन सक्छ। तर हामी क्षणिक एप्रिसिएसन र क्षणिक पपुलारिटीका लागि काम गरिरहेका छौँ जस्तो देखिरहेको छ। म फेरि पनि भन्दैछु, एउटा देशमा मात्रै हामी 20 अर्ब भन्दा बेसी पैसा शिक्षाको लागि खर्च गरेर पठाइरहेका छौँ भने हाम्रो देशमा कुनै संस्थाले अलिकति महँगो शुल्क लिन्छ भने त्यसलाई रोक्ने कि नरोक्ने। म एउटा सामान्य उदाहरण पनि दिन चाहन्छु। हाम्रो देशमा 100 रुपियाँमा पनि खाना पाइन्छ र 5,000 को पनि खाना पाइन्छ। राज्यले सबैलाई 100 रुपियाँमा खाना दिए भन्ने होइन। एउटा 5 तारे होटलले 5,000 लिन्छ भने उसले त्यही अनुसारको मापदण्ड पनि पुरा गर्नु परेको हुन्छ। र सँगैसँगै 100 मा दिनेले पनि क्वालिटी कम्प्रोमाइज चाहिँ नगरोस्, स्वस्थ हाइजेनिक खाना चाहिँ उसले पनि खुवाउनु पर्ने हुन्छ। र जति पैसा लिन्छन् त्यही अनुसारको हामीले सर्भिस र क्वालिटी दिनुपर्छ। शिक्षामा पनि यो डाइरेक्टली रिलेटेड नहोला तर करिब सेम नै। तपाईँले गर्नुपर्ने परिवर्तन भनेको सरकारी विद्यालयहरूमा विशेष गरी
नेपालका सम्पूर्ण सरकारी शैक्षिक संस्थाहरूमा विद्यार्थी पुग्दै गर्दाखेरि उसले समान किसिमको अवसर पाओस्। त्यहाँ लगानी गर्नुहोस्, त्यहाँ आवश्यक पर्ने शिक्षकहरूलाई रिक्रुट गर्नुहोस्, त्यहाँ हुनुपर्ने पुस्तकालयदेखि लिएर ल्याबदेखि लिएर हरेक कुरामा लगानी गर्नुहोस्। हामीलाई आवश्यकता त्यहाँ चाहिएको छ। छात्रवृत्ति बेसी प्रदान गर्नुहोस्, बरु त्यो राम्रो पक्ष हुन्छ होला। तर यहाँ क्षणिक रूपमा कसैको एडमिसन फी घटाइदिने कुनै एउटा शैक्षिक संस्था एउटा किसिमले चलिराखेको छ, उसले आफूले गरेको मुनाफाबाट कर पनि तिरिराखेको छ भने ती व्यापारीहरूलाई निरुत्साहित गरेर हामी केही क्षणका लागि चाहिँ पपुलर बनाउँला, तर यसको दीर्घकालीन समाधान पनि आउँदैन। त्यति भन्दै गर्दाखेरि यदि तपाईँले भोलिबाट बन्द गरेका संस्थाहरूबाट ती व्यक्तिहरूलाई बेरोजगार बनाउनु भएको छ भने पक्कै पनि उहाँहरूको लागि पनि रोजगारीको केही न केही अवसर सोच्नु भएको होला। किनभने हामी मन्त्रालयको डिसिजनबाट अपेक्षा पनि गर्न पाउँछौँ। सम्भवतः यदि सोच्नु भएको छैन भने त्यो निर्णय अझै पनि केही बिग्रेको छैन, फिर्ता लिँदा हुन्छ। तपाईँले एउटा राइट काम गरेको मैले देख्नेछु। हामी अपेक्षा चाहिँ गरिरहनेछ। यो थियो एउटा विषय। म अब अर्को विषयको बारेमा पनि कुरा गर्छु। मैले एमबिबिएस अध्ययन गरेको महाराजगञ्जमा हो। मैले त्यहाँ अध्ययन गर्दै गर्दाखेरि आफ्नो केही समय पनि गुमाएँ र विभिन्न संस्थाहरूमा एक्जाम दिँदै गर्दाखेरि म क्वालिफाइड पनि भइनँ। जबसम्म म क्वालिफाइड भइनँ तबसम्म मैले पढ्न पाइनँ। कम्पिटिसन एकदमै टफ छ। त्यो कम्पिटिसनबाट जसले नाम निकाल्नुहुन्छ उनीहरूले मात्रै पढ्नुहुन्छ। तसर्थ हाम्रो स्वास्थ्य क्षेत्र चाहिँ अझै पनि राम्रो स्वास्थ्य क्षेत्रमा गनिन्छ। किन? यहाँ कम्पिटिसनबाट आइराखेका छन्। आजभन्दा 15 वर्ष अगाडिको पनि सरकार म देख्छु र त्यो सरकारसँग पनि हामी कसरी जुधेका थियौँ भनेर पनि तपाईँलाई म स्मरण गर्न चाहन्छु। यो स्मरण गराउँदै गर्दाखेरि तत्कालीन सरकारले पनि आफ्नो चिन्जानको आफ्नो बलबुतोको हिसाबले कसैले भारतमा कसैले अन्य देशहरूमा चिन्जानको हिसाबले चाहिँ आफ्ना छोराछोरीहरूलाई नातागोता पर्ने मान्छेहरूलाई पढ्न पठाएका थिए। तपाईँले पनि के गर्नुभयो भने एउटा आन्दोलनमा घाइते भएको व्यक्तिलाई एमबिबिएसको छात्रवृत्ति दिनुभएको छ। आन्दोलनको घाइते हुनु छात्रवृत्ति पाउने तरिका होइन। यसको इन्ट्रान्स छ, त्यो इक्जाम पास हुनुपर्छ, मेरिट लिस्टमा पर्नुपर्छ, त्यसपछि तपाईँले पाउनुहुन्छ। उहाँलाई यदि पेइङमै पनि कुनै मेरिट लिस्टमा उहाँ एउटा कुनै कलेजमा आबद्ध हुन लायक हुनुहुन्छ भने बरु त्यो फी तपाईँहरूले बेहोरिदिनुहोस्। हुन त त्यो हाम्रै पैसा हो, जनताकै करको पैसाले हो। होइन एकदमै पपुलिस्ट बन्न मन छ, होइन आफ्नै हिसाबले पनि काम कन्ट्रिब्युट गर्न मन छ भने तपाईँहरूको सम्पत्ति सार्वजनिक भयो भने हामीले देखिसक्यौँ, व्यक्तिगत रूपमा स्पोन्सर गर्नुहोस्, तर राज्यको नीति नबिगार्नुहोस्। यसै विषयका लागि भनेर 20औं पटक गोविन्द केसी सरले अनसन बस्नुभएको थियो र ती हरेक अनसनमा चाहे त्यो कङ्ग्रेसको, एमालेको अथवा माओवादीको सरकार होस्, हामी त्यसको विरुद्धमा गएका थियौँ। अझै म नेपाली कङ्ग्रेसको क्याडर हो, यो तपाईँहरूलाई थाहा पनि छ। तर मैले सुशील कोइरालाको पुतला दहन गरेको छु उहाँ प्रधानमन्त्री हुँदै गर्दाखेरि यही स्वास्थ्य क्षेत्रमा भएको विकृतिका विरुद्धमा। त्यसपछि उहाँसँग मिटिङ पनि बसेका छौँ र हाम्रा बुदाहरू सरसर्ती हामीले पारित पनि गराएका छौँ। यो लामो सङ्घर्षपछिको, लामो सत्याग्रहपछिको, यहाँ कसैको गोली पनि चलेको थिएन, कसैको हत्या पनि भएको थिएन। नितान्त सत्याग्रहका कारणले हामीले पाएको एउटा उपलब्धि हो, जहाँ के थियो भनेपछि नेपालमा मेडिसिन पढ्न र पढाउनका लागि मापदण्ड पुरा हुनुपर्छ र त्यसको एउटा तरिका हुन्छ। त्यसैका लागि हामीले एमइसी बनाएका थियौँ र एमइसीका प्रमुखले पनि भनिसक्नु भएको छ, मलाई यस विषयमा थाहा छैन, माथिबाट ठाडो आदेश आयो, त्यसैले हामी पालना गरिरहेका छौँ। कृपया त्यो आदेशको दुरुपयोग नगर्नुहोस्। तपाईँ यस्तो स्थानमा हुनुहुन्छ जहाँ तपाईँको आदेश अहिले त लागू हुन्छ होला, तर दीर्घकालीन रूपमा त्यसले राज्यलाई असहयोग पुर्याउनेछ। तसर्थ जुन निर्णय सामान्य सुशीला कार्कीको अध्यक्षतामा अथवा प्रधानमन्त्री हुँदाखेरि भएको निर्णय थियो, त्यो निर्णयलाई कन्टिन्यू गर्नुपर्ने कुनै आवश्यकता छैन। यदि गर्न चाहनुहुन्छ भने तपाईँहरू व्यक्तिगत रूपमा पूर्व प्रधानमन्त्री सुशीला कार्की, तपाईँ आफै स्वयं र सम्भवतः प्रधानमन्त्रीज्यू अथवा को इन्ट्रेस्टेड हुनुहुन्छ तपाईँहरूले लगानी गरिदिनुहोस्, उहाँलाई पढाउनुहोस्। तर राज्यबाट यो गलत काम तपाईँ नगर्नुहोला, हामी फेरि पनि प्रतिवादमा उत्रिनेछौँ। तर मलाई थाहा छ अहिलेको सरकार सुन्ने सरकार छ, हाम्रो सरकार हो र जनताले भनेको कुराहरूलाई सहर्ष स्वीकार्नेछ र यी नतिजाहरू लिनेछ। जुन नयाँ वर्ष आउँदैछ र नयाँ सरकार बनेको छ, यो 2 तिहाईको सरकार छ। यो 2 तिहाईको सरकारलाई हामी धेरै धेरै शुभेच्छा पनि दिन चाहन्छौँ र नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छौँ। तपाईँले गरेका निर्णयका कारणले गर्दाखेरि राज्यको स्थिति नबिग्रियोस्, कुनै पनि नियमहरू नमिचियोस् र तपाईँहरूले राम्रो काम गर्नका लागि हामी सदैव सहयोग गर्न तयार नै छौँ। यो नयाँ वर्षको शुभकामना सँगै चाहिँ जति पनि व्यक्तिहरू मेरो कमेन्ट सेक्सनमा आउनुहुन्छ अथवा मलाई बेला बेलामा तपाईँ किन सरकारको विरोध गरिरहनु भएको छ भन्नुहुन्छ, उहाँहरूलाई पनि म के जवाब दिन चाहन्छु भने म सरकारको विरोध गरिरहेको छैन, म गलत प्रवृत्तिको विरोध गरिरहेको छु, जुन हिजो पनि गर्थेँ र आज पनि गर्छु। हो, धेरैजनाले यो सरकारलाई समर्थन गर्नुभएको छ, तसर्थ मेरा कुराहरू
कहीँ तिता लाग्न सक्छन्, कहीँ मिठा लाग्न सक्छन्, तर तपाईँको स्वाद अनुसारमा बोल्ने होइन। मलाई आफूलाई लागेको वास्तविकता नियमले जे भन्छ म त्यो कुरा नै गरिराखेको छु र यो कुरामा म सधैँ नेपालको सरकारको प्रशंसा गर्न सकौँ र त्यो गर्ने खालका कामहरू गरौँ, म त्यसैको कामना पनि गर्दछु। यति भन्दै भोलिबाट हुने बेरोजगारीको समस्याको समाधान, एमबिबिएसको मेरिटोक्रेसीको उल्लङ्घन गर्न खोजेको कुरालाई पुनर्विचार र सँगै अब जुन शैक्षिक क्षेत्रमा तपाईँहरूले हमला गरिराख्नु भएको थियो त्यो हमलालाई रोकेर बरु विदेशतिर पलायन हुने जुन ट्रेन्ड छ त्यसलाई कसरी घटाउने, नेपालको शैक्षिक स्तरलाई कसरी माथि पुर्याउने र विदेशबाट नेपालमा पढ्न आउने विद्यार्थीहरूलाई कसरी जम्मा गर्न सक्ने, त्यो किसिमको विचार ल्याएर तपाईँहरू उपस्थित हुनुहुन्छ भन्ने हामीले अपेक्षा गर्दै यो वर्षको शुभकामना दिन चाहन्छु। नव वर्ष 2083 को मुरी मुरी शुभकामना।